हाई गाइज ल वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। आज चाहिँ म धेरै पछि फेरि एउटा नयाँ कन्टेन्ट लिएर आएको छु। आज यो कन्टेन्ट चाहिँ के छ भनेदेखि यो चाहिँ मेरो 2 वर्षदेखिको मेरो खुत्रुकेको यो आजको यो पैसा कति छ कति भएछ भनेर आज काउन्ट गर्ने। अब टक्क यो पैसाले चाहिँ अब मेरो यो नेपाल जाने खर्च हुँदैछ लगायत नेपालमा अब के सबको डिमान्ड पुरै नै गर्नु पऱ्यो होइन। सँगसँगै अब घरमा बुवाको लागि एउटा यसो हल्का ट्रिटमेन्टको लागि पनि ठिक हुन्छ कि भनेर यसो हेर्दैछु ल गाइज। अब आज यसमा कति भयो म काउन्ट गरेर देखाउँछु। अब फुटाउनलाई चाहिँ खै केले फुटाउने त, त्यो हाम्रो सानो चक्कु कहाँ गएछ? मेरो आजको हतियार लगाएर मेरो यो खुत्रुके कति जम्मा भएको छ यो पिगी ब्यागमा होइन। अब हेरौँ यसो हेर्दा त ठुलै देखिन्छ, पैसा चाहिँ आधी जस्तो देखिँदो रहेछ। ल अब तिमीले गेस गरे भने होइन कति? ल उसले चाहिँ 20 लाखभन्दा माथि 20 लाखभन्दा तल गेस गरेछ, मैले चाहिँ 20 लाखभन्दा माथि है। यदि मिल्यो भने आफै त्यहाँनिर नि एउटा छुट्टै एउटा गिफ्ट हुन्छ, मिलेन भने चाहिँ अब त्यो सबै पैसा मैलै हुन्छ। ल गाइज अब यसलाई खोल्न चाहिँ कसरी खोल्ने हो खै? हेर्दाखेरि यस्तो क्युट छ यार, कसरी खोल्ने यसलाई? खोल्न नि माया लाग्छ। अब कहाँबाट स्टार्ट गर्ने भइरहेको छ क्या। चक्कुले अटक्क ढाडबाट सुरु गर्नु पर्ला जस्तो छ यसको अपरेसन चाहिँ। ट्यान ट्यान ल गाइजिस पैसा चाहिँ यति छ होइन। अब कति छ अब यसो गेस गर्दाखेरि त ठिकै होला जस्तो छ होइन। 2 लाख चाहिँ क्रस गर्छ होला जस्तो लाग्छ। मैले बिहे गर्नु जानुभन्दा अगाडि पनि मैले कति अलमोस्ट 2.5 लाख 2 लाख भनेपछि 27 लाख जति बनाएको थिएँ भनेको नेपाली 2,70,000। अब यसमा चाहिँ कति जति हुन्छ ट्याग ल ओ। अब मेरो यहाँ पैसा कति छ टक्क हेर्न पर्यो सबजना। अब पैसा गर्नलाई ओए पैसा गर्ने भयो। अब के अरे मोबाइल देख्नुभयो त पैसा? धेरै नरहेछ या पैसा त अब देखिन्छ। मम्मी यो चाहिँ नेपाली 1000 रुपियाँ है। यो चाहिँ सुरु कुनबाट सुरु गर्ने त? कोरियाको पैसा कि मम्मी यस्तो हुन्छ सुरुमा। अब ठुलो नोटबाटै सुरु गर्नु पर्यो। कति हुँदो रहेछ ल है गाइजहरू, यसो कमेन्ट गर्दै गरौँ है। छोरी खै नेपाली 3 लाख त छैन होला।
यो चाहिँ 10,000 को ल गाइस पैसा चाहिँ यति भयो है। यो चाहिँ 50,000 को, यो चाहिँ 1,000 को चाहिँ एउटा मात्रै राखेको थिएँ, अनि यो चाहिँ 5,000 को, यो 10,000 को यति छ होइन। अब यतिमा कति हुन्छ हेरौँ है त। यहाँ चाहिँ नेपालको 1,000 रुपियाँ र 5,000, तर भ्यालु चाहिँ फेरि होइन यसको धेरै छ, तर यसको भन्दा पनि भ्यालु यसको बढी छ जस्तो लाग्छ क्या। तपाईँहरूलाई के जस्तो लाग्छ ल गाइज होइन, तपाईँहरूलाई कमेन्ट गर्नु होला के जस्तो लाग्छ। अब यसको 5,000 हो हुन चाहिँ, यसको चाहिँ जम्मा 1,000 रुपियाँ हुन्छ होइन। यहाँनिर चाहिँ अब यसको नेपाल गयो भने यसको भन्दा यसको बढी भ्यालु जस्तो लाग्छ। यो पैसा खर्च गर्न केही जस्तो लाग्दैन, यो पैसा खर्च गर्न चाहिँ धेरै खर्च भए जस्तो हुन्छ। मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हो। ल गाइज के कमेन्ट गर्नु होला, ल कमेन्ट गर्नु होला, आफ्नो के कस्तो फिलिङ्स छ त्यो सबै सेयर गर्नु होला। एक 2 3 4 5 6 7 8 84 85 86 87 88 ए ठ्याक्कै एउटा प्लेन भाडा यसमा आयो ल। 88 वटा रहेछ, 88 वटा। यो भनेको 8,80,000। धेरै पैसा नि ढल्दो रहेछ त। 8,80,000। अब यहाँनिर छ अलिकति आश। यसमा कतिवटा जति होला त? 50 वटा छ त। है 50 वटा भइदियोस्। हौ पैसा उ गर्ने के अरे लक्ष्मी माता होइन? ल लक्ष्मी माता यसमा 50 वटा भइदियोस्। 1 2 3 4 5 6 45 वटा है। धेरै 5 वटा पुगेन नि। 45 वटा रहेछ, 45 वटा। पैँतालिस वटाको भनेको 22,50,000 मम्मी। 22,50,000। 22,50,000 मा भनेको 2,20,000। यसमा 8,80,000। अनि यसमा भनेको 1 2 3 4 5 6 7 8 9 10 50,000। कति भयो त वै दाइ? हिसाब गरेर बसिया त। बाइस 30 लाख हो। बाइस 22,88,000 भनेपछि 1 2 3 4 5 6 7 8
8,30,00,000 यो 30,00,000 भनेपछि 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 भनेपछि 1,81,000 31,81,000 31,00,000 कति भयो 8,00,000 31,81,000 31,81,000 भयो ल टोटल 31,81,000 भनेको कति 3,18,881 ए होइन 18,100 ए मम्मी यतिमा 3,18,100 भयो नेपाली मेरो यो 2 वर्षको बचत अब ठिक्क हुने भयो घर आउनलाई बुवालाई आउँदाखेरि उपचार गर्ने पैसा ठ्याक्क निक्लिने भयो मम्मी घर आएर बस्दाखेरि ठिक बुवालाई नातिकिन बस्नु भन्नु सुतिसक्नु भयो बुवा ए ल बुवालाई सुनाइदिनु छैन खै त्यो 13 प्रो म्याक्स नआउला जस्तो छ